यही अक्टोबर 30 मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको बुसान शहरमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेट हुनु अघि आफ्नो ट्रुथ सोशलमा एउटा निकै सनसनीपूर्ण भनाई पोस्ट गरे, जहाँ उनको यो भनाईले 30 वर्ष पुरानो अमेरिकी आणविक नीतिलाई उल्टाउनेछ। उक्त पोस्टमा ट्रम्पले अब अमेरिकाले आणविक परीक्षण फेरि सुरु गर्नुपर्नेमा जोड दिएका छन्। त्यसो त सन् 1992 यता अमेरिकाले कुनै पनि आणविक परीक्षण गरेको छैन। उसले अन्तिम परीक्षण डिवाइडर कोड नाम अन्तर्गत नेवादाको मरुभूमिमा 23 सेप्टेम्बर 1992 मा जमिनमुनि गरेको थियो, जुन अमेरिकाको 1054औं परीक्षण थियो। शीत युद्ध समाप्त भएपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले यसमा रोक लगाएका थिए। ट्रम्पको आदेशपछि नेवादाको परीक्षण स्थल अहिले पनि स्ट्यान्ड बाई मोडमा राखिएको छ। ट्रम्पले यो प्रक्रिया तुरुन्तै सुरु हुने बताउँदै अमेरिकाले धेरै वर्ष अघि परीक्षण रोके पनि अन्य देशले परीक्षण गरिरहेकोले अमेरिकाले पनि त्यसो गर्नु आवश्यक भएको तर्क दिएका छन्।